Good morning, guys, and welcome back to my YouTube channel. And by the title of the video, you can see today it's Parents' Day, and I'm gonna vlog the whole entire thing. And now I'm gonna get ready. So I'll see you in a bit. I got my makeup done, but you can't see it. And oh my god, my eyes are literally shining. My eyelashes are curled the wrong way. Some of them are like this, like that. Oh my god. I gotta fix my eyes. And I'm taking this bag, this side bag, and I have my keychain here. I was about to put this, but I put this. I'm about to go. बनाइदिन्छु. Hello, I'm Olivia. How did I skip the way? ल ल. आदि भइदिन्छु. कति राम्रो भइन्छ हाम्रो साथी. पुच्छा भनेको मैले त्यस्तो खतरा देखेको त. त्यो खतरा लगाएर आएको भनेको अहिले त लगा केमा लेखे हैन. आर्किटेक्चर भने चाहिँ एग्रिकल्चर. साउन्ड चाहिँ भयो क्या. हाई गर. बाई बाई. यो गाइस हामी रेडी भयो. आदि रेडी भयो. आदि We are half. हाम्रो कपाल यहाँ माथि बान्नु भन्ने थियो यार. बल्ल बल्ल मानेको छ अगाउट खुल्लै हैन भित्र खानु जानु. अब दोकान जानुपर्छ हामी लेमन टी लिन. लेमन टी लाइक त्यो रबर ब्यान्ड.
आउटफिट चाहिँ हाल्नेमा सेट मेरो आमा के पर्यो बल्ल बल्ल मागी मागी बल्ल खाजा पायौँ होइन हामी आधा ड्रेस भएर बसेछौँ nothing special त्यो त अब झोला त हो नि Hello. I am ready. Tasma laउने मिल्दैन
अलिअलि सहनुपर्छ क्या। अलिअलि यो अलिअलि होइन स्टोभ बस म सधैँ घरको धौरा सहेर बस्न सक्दिनँ ल सक्दिनँ भनेर हुनाले बुझ न। बुझ्न छैन मलाई केही कुरा सबै बुझिसकेँ आज गएर दाइसँग सल्लाह गरिहाल अनि आमालाई यताउता मिलाएर राख्नुपर्छ नभए आमालाई आश्रम पठाइदेऊ आमा उमेर समूहका मान्छे हुन्छ आमालाई नि सजिलो ल विचार गरेर विचार होइन आजबाट दाइसँग सल्लाह गरिहाल फेरि यो केटीले मोबाइल लिएर गफिरहेको थिएँ एकछिन मोबाइल बिना त बाँच्न नसक्ने आजभोलिका केटाकेटीहरू के भएका हुन् ओइ त मोबाइलले त गेम खेलेर बस्नलाई अझ मोबाइलमा पढ्ने रे अनि फेरि पहिला कि अनि हामी साथीहरू मिलेर घुम्न जाने भनेको के त अनि सनबारीहरूका टिम भएर भनेको होइन परे छैन जाँदा भनेको भित्र गएर यस्तो भनेर उही बा 5 बजे हो जस्तो हाम्रो रञ्जना ए रञ्जना छिटो आइज न छिटो किन भने बाहिर मेरो साथीहरू आइसक्यो साथीहरूको अगाडि मेरो बेइज्जत गर्ने होइन है यसको फाल्तुका कुराहरू सुन्नु त्यसलाई गुरुकको पैसा दिएर पठाउ त। यसलाई बिगार्ने त हजुरले नै हो के चुनावको माहौल छ यहाँ आफ्नै घरमा लाग्न सकेको छैन देश कसरी मिलाउँ के रे मलाई गाह्रो छ हौ। तर मैले कतिचोटि भनिसकेँ यार कि बाँसुरी सम्बन्धी सासुरी बजाउन तेरो काम गर्दैन बुझिस् नि। अनि तँलाई मैले कतिचोटि भनिसकेँ यो गीत गाएर कलाकार बन्छु भन्ने सपना छोड्दै भनेर हामी जस्तो गरिबले गाउने नाच्ने होइन दुःखमा हुर्किने हो बुझिस् नि। अनि होइन फेरि के भयो मेरो बाँसुरी खै सुगा गयो छैन होला नि यसले गर्दै खोज त अनि मेरो सामान किन चलाउने हो र नानी ए नानी रञ्जना के भयो भाइको बाँसुरी देखिस् अनि बिचराको सुगा पनि छैन देखे छैन मैले बसेको बाँसुरी सासुरी अनि सुगा देखे छैन है मलाई थाहा छैन केही मलाई केही नसोध्नु मैले केही गरेको छैन तिमीले पो छोरी कि तिम्रो त कस्तो नराम्रो बानी रहेछ ए भरे बस्दा सुगा बिचराको सुगा पनि गरिदिनु छैन हो हामीले कसैले पनि चिन्ता राख्नु हुँदैन सबैको खुलेर दिने अधिकार हुन्छ। अझ खुट्टे राख्दै घर गरिब भनेर माया हजुर चिया बनाएको थियो के गरेको जस्तो माथिले कति मेहनतले बनाएको थाहा छ मलाई होइन अब त्यो छोराले काम गर्नु जानु पर्यो तिमीले काम गरेर के खै आज काम गरेको पैसा ल्याऊ अझ मैले किन पर्ने के गरेको त्यस्तो बुहारीले दिनभरि कति मेहनत गर्छ तँलाई थाहा छैन दिनभरि खाना भएर बस्छ खाना भात के आउँछ तँलाई यो घरमा म मात्र बस्छु अब त यो घरमा 1 बसिँदैन 2 बसिँदैन सबैको होइन कहिलेकाहीँको होइन सबैको बुवा आमामै घरमा बस्नु सक्दिनँ यस्तो नभन न बुहारी पार्टीको भविष्यको लागि भए पनि तिमीले केही गरेर बस्नुपर्छ। भयो बुवा तपाईँको छोरो नछुट्नुसम्म म यो घरमा बस्नु सक्दिनँ
भाइ बहिनीहरूलाई जसले आफ्नो सुन्दर प्रस्तुति लिएर गएसम्म स्तरीय परीक्षामा सफल भई हाम्रो विद्यालयको गौरव बढाउन सफल हुनुभएको विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम रहेको छ र पुरस्कार वितरण गरिदिनु हुन म हाम्रो नगर प्रमुख दयारामज्यूलाई स्टेजमा आमन्त्रणा गर्दछु र साथै ढिला नगरी हामी बहिनी सुबिनालाई स्टेजमा हाम्रो पुरस्कार ग्रहण गरिदिनु हुन
सोचिने रात चाहिँ बाँकी रहेछ बसी बिहान मनको धुपको पनि कुरा भएन बाँकी चाहिँ ज्यान त यो गाइस मेरो जुत्ता हरायो अनि मैले अनि मेरो जुत्ता हरायो यता राखेको थिएँ जुत्ता कसले झ्याप हानिदियो अनि म चाहिँ यो मैले बनाएको 2वटा पेन्टिङ मैले लिएँ अनि अब क्लासमा गएर बेच्ने मैले अनि म खाली उठ्टै घर जानुपर्छ अब उडेर जानु भएन त्यही त गाइस अब घर जाँदियो यो मेरो जुत्ता त होइन तर एउटा जुत्ता यत्तिकै रहेछ अनि कोही छैन अनि मजाले लाएर आयो त्यो खाली खुट्टा हिँड्ने भन्दा त अनि त्यो 2टा ड्रइङ नबिगेको 500 र 350 को एन्ड आम गोइङ टु सेलेक्ट टु माई फ्रेन्ड्स